बाजागाजा सहित भव्य स्वागत गरिएका कुलमानले आफ्नो पद जानु केही बेर अघि चेपाङ बस्ती झलमल्ल बनाइदिए। टुकी बत्ती र दियालोको भरमा अँध्यारोको सामना गर्दै आएका उनीहरू घरमै झलमल्ल बिजुली बत्ती बाल्न पाउँदा निकै खुसी भएका छन्। कति वर्ष भयो? 70 वर्ष भयो। अहिले तपाईले 70 वर्षको उमेरमा बिजुली बत्ती देख्नु भएको छ नि त? यो भन्दा अगाडि कसरी निर्वाह गर्नुहुन्थ्यो? अहिले बत्ती बलेपछि कस्तो लाग्यो? अहिले राम्रो लाग्यो, खुसी लागेको छ। पहिला कसरी गर्नुहुन्थ्यो? पहिला त अब त्यस्तै अब लाइटहरू किन्ने बाल्ने अँध्यारो भएपछि अनि यसो द्यार स्याहार खोजेर बाल्ने गर्थ्यो। अहिले झन् बत्ती आएपछि त झन् राम्रो लागिरहेछ, खुसी। यो बत्तीमा चाहिँ एकदम गाह्रो भएको थियो हामीलाई। अँध्यारोमा बसेर के अरे आगोको बाली पकाएर खाना भान्सा गर्नुलाई गाह्रो भइरहेको थियो। अनि सानो सानो नानीहरू बुढाहरूलाई स्याहार्नु पनि गाह्रो भइरहेको थियो। बुढाहरू पढ्नलाई पनि एकदम गाह्रो भइरहेको थियो अँध्यारो भएर। अनि अब चाहिँ यो बत्तीहरू आएपछि धेरै खुसी भएको छ, धेरै नै राम्रो भयो। बुढाहरूको लागि पनि राम्रै भयो, हाम्रो लागिमा नि बिहानी बेलुकी भान्साहरू यसो गर्ने बेलामा नि ठिकै भयो, खुसी भएको छ। यता गाउँ नै उज्यालो बनाइदिएका कुलमानले राक्सिराङका स्थानीयहरूलाई बिजुली नपुगेको स्थानमा पनि छिट्टै बिजुली पुर्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए, जसका लागि रकम अभाव नहुने वचन दिएका कुलमानको पद नै धरापमा छ भन्ने ज्ञान त पक्कै उनमा थियो नै, तर पनि उनले हिम्मत राखेर सबै घर-घरमा बिजुली पुर्याउने वचन दिए। वर्षात यामभन्दा अगाडि सम्पन्न गर्नको लागि म निर्देशन पनि दिन्छु, यहाँहरूले पनि सहयोग गर्नु र यसको लागि आवश्यक सम्पूर्ण बजेटको व्यवस्थापन भइसकेको छ। टेन्डर गरेर कन्ट्र्याक्टरहरू पनि आइसकेको छ थप कामको लागि र थप बजेट पनि आवश्यक हुन्छ भने विद्युत प्राधिकरणले त्यो व्यवस्थापन गर्छ।